ओ बल्लु कता हिँडे तपाईँ कसम सँगै भयो मैले त्यही सोचेर हिँडेको ल हिँड जाउँ ल जाउँ दुई दिने जिन्दगी के छ त खबर के हो नि यही त हो नि ओ साउने हजुर कता हो के कता हो ल ल्याउ न त अनि के छ तिम्रो खबर ठिक छ अनि तपाईहरु सन्चै सन्चै अहिले सँग दैवले केही रोग लगाइदिएको छ तिम्रो मुख हेर्न आएन जहाँले जहाँ ल्याउ न जहाँ ओ कल्याण भा कस्तो गर्ने है यहाँ त अति गर्मी गर्मी त भने पर्दैन पर्दैन हामी नै हालिहाल्छौँ नि यस्तो गर्मी छ कल्याण बा सरी हामी भाडीमा नि है हामी त के छ न पिर न चिन्ता ओहो अरू पनि साउनीको संस्कारै राम्रो क्या मान्छे हेर्न मान्छे चिटिक्क पऱ्यो कि कस्तो कडा अनि के छ त है अनि कल्याण बा हजुर अब गर्मी छ तपाईँ टर्किनु भयो जिन्दगी त रमाइलो छ नि तपाईँको होइन बिन्दास छोरी छे घर सब बुढी छे घर गरे खान काम हल्ल्या छु खाछु जाँडै खाछु साउनलाई दिएछु पैसा कमाउँदा के कमाउनु भयो कि नलिअलि भए पनि साउनलाई दिएछु साउने हेर साउने कल्याण बा हामी त यस्तो भाग्यमानी छौँ यो संसार अघि पनि होला नि है कोही त छोड्दैन दुनियाँको के मतलब हामीलाई आफू बाँच्छ आफू ख आफू रमाउ के होइन अगाडि त छ कोही न कोही त छ अब छ त को छ फुटबल किन नि कत्रो महत्त्व छ फुटबलको दुनियाँ दौडी दौडी फुटबल खान्छ गयो चिकन गराउन प्याका लात्ता लिएर आउँछन् फेरि दौडेर जान्छन् है कति माया गरेर फुटबल पनि गएर लात्ता लान्छन् त्यो फुटबलको के हो त चिकन गरेर गएको फेरि लात्ता खाएको खायो त्यो जस्तो अब के हो छ त भन्छ हो अनि ओहो यो बुढाले कस्तो कस्तो कुरा गर्छ फर्की बुढेसकाल मर्ने कहाँ गएको थियो होला यो बुढा जन्मिने बेला यो भूत प्रेत चण्डाल पिकास के जाति हुन्छ नि कहाँ गएको थियो होला यो बुढा जन्मिने भर्खर खाले त्यो भूत प्रेत चाहिँ जङ्गलतिर डेटिङ गएको थिएँ अन्त बुढा परे चाहिँ पिकनिक गएको थिएँ त्यही बेला फुत्त जन्मेको थिएँ अनि बचिहालिने म कत्रो खाइदिन्थ्यो होला मलाई त फेरि भएर माथि रहेछ बुढालाई फेरि ल साउनी चुरोट नि ल्याउ नि त कस्तो खान मन लाग्यो अनि जिन्दगी रमाइलो रमाइलो गयो यसरी पुग्ला नि त है हामीलाई ल्याउनु त ल्याउँछ नि कल्याण बा हामीलाई खुवाउनु पर्यो हामीले खान पर्यो तिम्रो पैसा छ खुवाजाइ गर न माया माया गरेकी त्यसले पैसा त दिइहाल्नु भयो नि सधैँ उतारो खाएर एकदम पानी तिर्दैन हामी होइन आज त तिर्ने भनेर आइरहेछ अब भएन अब नाका फर्काउँ अब त्यो के भनिन्छ लाइटरले सराले भन्नु पर्यो कस्तो खालको छ भने ए मैले त लाइटर राख्नै बिर्सेछु हजुरसँग भए सल्काउनु न ल त्यसो भए हामीले ल्याइखेन अनि यो चुरोट मात्रै थियो के काम कल्याण बा ठिकै छ काम लाग्छ खाउँ अनि कल्याण बा म त आज तपाईँलाई एउटा कुरो भनौँ कि भनेर पो आज के भन त रिसाउनुहुन्छ होला फेरि सँगै जाँडा खाइया सँगै हिँड्दा किन रिसाउने भन न भन पक्का रिसाउनुहुन्न नि मलाई नि कल्याण बा त्यो तपाईँको छोरी छ नि पर्टीमा के दिनु पऱ्यो मिलाइदिनु पऱ्यो लगाउनु पऱ्यो ओइ होइन के भन्नु खोज्यो तैँले ओइ तेरो उमेर कति हो 42 वर्ष अनि मेरो 13 वर्ष छोरी तैँले मान्छे अहिले तँलाई भन्नु लाज लाग्दैन के भन्नु आँटे होइन क्या कल्याण बा त्यस्तो कुरो होइन नि त खासमा तपाईँको छोरीको बिहे मसँग गराउँदा तपाईँलाई फाइदा छ फाइदा के फाइदा एकदम धेरै फाइदा छ फाइदा भन्छ सुन्नुहोस् है म डुगुलन छु घरमा एक्लै बाबुआमा छैन सासू छोरी सुन्नै पर्दैन तपाईँ छोरी हेर्नुहोस् है एउटा कुरो अब अर्को फाइदा भनेको तपाईँको छोरी मलाई बिहार पठाउनु भयो भने मलाई दाइजो उपहार केही पनि चाहिँदैन चाहिँदैन केही चाहिँदैन छोरी पाइस अनि त्यसपछि अझ महत्त्वपूर्ण कुरो नि
मलाई छोरी मात्रै दिनुहोस् न यो होटलमा यो भट्टीमा 1 महिनासम्म तपाईँलाई फ्रीमा झाड ल छोरी मैले पाइस अब अहिलेसम्म बोल्नु त मेरो ज्वाइँ भनिदिनु के भन्नु भएको तपाईँले लाज लाग्दैन अलिकति पनि यस्तो जडेको कुरालाई हुन्छ भन्ने हो त्यस्तो कल्कलाउँदो छोरी नाबालिकालाई यस्तो बुढो जडेसँग दिने कोसिस गर्ने तपाईँ तिमीलाई के थाहा छोरी मेरो अब हुर्किसकी तिम्रो आमा पनि त सानो उमेर बेकार तिमीलाई पाएन पहिलाको जमानामा त जे भयो भयो अहिलेको जमानामा आएर पनि यस्तो काम गर्नुहुन्छ पहिला जमाना के सूर्य पूर्वबाट अस्ताउने र पश्चिमबाट उदय गरेछ अहिले त्यस्तो हुँदैन समाजको डर नभए पनि भगवानको डर मान्नुपर्छ एक दिन फेरि नराम्रो सुन्नु पर्ला देख्नु पर्ला अनि त्यतिखेर के गर्नुहुन्छ तपाईँ हेर मलाई आइनै भएको भए मलाई मन पर्दैन मैले आँटेँ मैले दिएँ ल ल ल ल ल ल हेर्नु बोल ल म घर जान्छु म घर सल्लाह गर्छु सल्लाह गर्ने तिमीले मेरो छोरी पायो यति बेला जडिया कल्याणमा आफ्नो बिरामी श्रीमती भट्टमा घरमा ढोका पोथी भाषा मलाई मन पर्दैन जडियाले कहिले सुरु शान्ति दिने भएन के अरे भने रात दिन भने एक दिन होइन 2 दिन होइन रातको दिन पनि यसो गर्छ नि त भने कस्तो जडिया चाहिँ फेला परिएछ परिलाई के अरे भने सुरु शान्ति भने चाहिँ जसले कहिले भएन मलाई त भएन छोरीलाई धरे रात दिन नरुवा दिन भने कहिले छैन यति भन्दै अब फेरि पनि जडिया पल्लु 4 मा तल्लीन हुँदै छोरी दिने कुरामा खुसी हुँदै रमाउँदै धन्य छौ यार मेरो घरमा बुढी आउने भाइ खोल्ने बाँकी छोरी कल्कलाउने धन्य भगवान धन्य तिमी पनि खाऊ भगवान सबैको फाल्दिन आउने खानु कहिले सिक्दैन भने कहिले फुर्सद भन्ने कुरा एक दिन पनि फुर्सद हुँदैन भने कहिले लुगा धो भने बल्कि उहाँ कोठा परेका उता छोरी स्कुल जाने बेला खाना पकाए बाउ जडिया 1 नम्बरको घर एकछिन पास हुँदैन कहाँ पुग्यो हो बेलानको बेला आउने गर्ने फर्काउने गाली गर्ने पिट्ने कुट्ने त केही गर्दैन हे भगवान कस्तो खपर मेरो जन्मिए पनि मलाई धारा पानी आएन छोरीले के गर्नु होला चिया पकाएर ल्याउले भनेर ओछ्याना कुरेछु चिया पकाएर ल्याउनु के काम देखाएको छ त हजुरले चिया पकाएर टोक्रामा लगाएर ठिक परेर बसेको छु नि म उहाँ रातभरि कराएर उहाँ छोरेर पिटेर त्यसो गर्ने मान्छेले चिया टोक्राउने अर्का काम चाहिँ कसले गरिदिनु बस्नु गरेर राखेको गोठा टाउको दुखिरहेको छ यहाँसम्म चिया ल्याउनु भनेर त घिच्न पर्यो नि घिच्न राम्रो चिज हिचे पो दुख्दैन त टाउको म छोरीको बिगारिदिनु आँटे बलुसँग बौलार जान आँटे त होइन मान्छे बाला छोरछोरी के बिहा गर्ने कहाँ बिहा गर्ने कसलाई दिने ओइ सुना मैले 7 वर्ष मेरा बिहा हो किन खै के गरिस् अहिले हुर्किएछ छोरी पासेछ तेरो सोचेको बेला भएन त्यो बेला जमाना हो भने अहिले त्यो बेला जमाना हो अहिले पनि त्यसै गरी छोरी पढाएर ठुलो मान्छे बनाएर केही गरौँला भने ऊ बाउको पारा जडिएको पारा जडिया नै के भन्नु मैले आइमे पढेर के गर्छ ओइ हात उडाउँछ टिन डुलाउँछ साँच्चै सारा कुरा चाहिँ बिहे गर्ने भाडामा नि बच्चा पनि जान्छ आइमे काम
छोरीले पढेर के बाहेन डक्टर भए पाइलट भए के बाहे बाहेन जाने मान्छे अर्को के धेरै जान्दिनँ भने मलाई पोथी भाषा मन पर्दैन। भोलि मैले छोरीको बिहे गरेर दिन तोकेर आउँछु त चुप्ला घरमा बस्ने। छोटी हाँस्याएर पोथी भाषा मन पर्दैन भन्ने सेट है विचार गरेर। नमस्ते 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 गर्नु नगर्नु रोक्सी भन्दा सस्तो बनाउनु भयो आफ्नो छोरीलाई। घर आइगए त्यो आइमे के खिच्छु आइमे खिच्छु तेरो भट्टीमा जान खाइदिन नि फेरि विचार गर। तिमीले नखाएर मेरो व्यापार नहुने होइन नि। बिहे त हुने भयो नि त। अनि नगरेर हुन्छ। ल ल त्यो खुसियालीमा के खान्छु यसो गरौँ न भोलि नै हाल्ने नि त बिहे। भोलि नै भोलि होइन के गर्नु खोजेको तिमीहरूले? हेर हुर्किया छोरी राखेर मलाई भारी बनाउन छैन। हेर पठाइदिनु पाए ढुक्क। यस्तो लाउ खाउँ भन्ने उमेर छ, पढ्ने उमेरमा अहिले यस्तो बुढो जडेसँग बिहे गराइदिन्छु भने बिहे गरेर खाना लाग्ने भोकै बसेर कस्तो कुरा हेर्छ चुप लाएर बस्न मिठो दिएर बिहारी पाए त्यो छोरी राखेपछि दुनियाँ हुन्छ। पठाइदिएपछि ढुक्क मेरो जिन्दगीको सवालमा ल जैसा म छोरी लिन जान्छु छोरीको बिगारबाट। अब जैसा म गई भोलि है ससुराबा बोल छोरी म छोरी लिएर आउँछु। अब भेगको बिहा त ज्यान त ढुक्क ठाउँमै नपछि दिन्छु। कहाँ जाने काम छ? अब तेरो बिहे गरेर म त्यो बिहा लान्छु। के बस्छस् पढा के खुली आउँछस् फेरि नबोल। अब तेरो बिहे हुन्छ हुन्छ हुन्छ। आमालाई थुतुर थुर्नु तला मलाई थुतुर मन गर्दैन त। जल सातो ओहार खिचाइदिनु ल। ओ जयसा के गर्नु खोजेको लम्बाले? के गर्नु खोजेको? नाच्न खोजे। ओ जयसा शुभ कार्यमा किन्दी ल। आजदेखि मेरो छोरी तिमीलाई तपाईँलाई ल ल आऊ आऊ उसलाई कति खान्छ त्यो यस्तो सानो नाबालिका आनन्द खाउँदै अरे ढुक्क भएन। अब हेर 13 वर्ष छोरीको बिहे गरियो अझ ढुक्क भयो नि मलाई पनि। मैले छोरीको बिहे गरिदिनु है। ओहो जोइ भाग्यमानी भाइ भाग्यमानी भाइ यता फर्किउँ न। दुरो पछाडि छ। जिन्दगी बर्बाद गरिदेऊ आफ्नो छोरीको।
हेर जिन्दगीमा जान नखाने को छ र जहाँ रक्सी चोर नखाने पाउन गाह्रो छ यार। कर तिर्ने नै गाडी हो छै जिन्दगी छ यसमा है दुःख दुःख नि बिर्साउँछ अनि कस्तो चिज हो यो टेन्सनको हल अल्कोहल भने त्यसै हो रहेछ अल टेन्सनको हल अल्कोहल काउली अल्कोहल कस्तो यार चोट नै नभए पनि लाग्छ दोषमा जिन्दगी चाहिँ सुरुको धुवा जस्तै भयो त मुडेछ यार कस्तो दिन दियो है मलाई आमाले धुवा ल गाई हिसाब म जान्छु अनि तपाईको कति दिन्छ कुन बेला ल तपाईँ हाते गर्नु म घर गएँ यति बेला झडिया पल्लुको र सानी नानीको बिहे भएको 6 महिना पुगेको छ र ऊ आफ्नो घर वरपर सफा गर्दैछ। त्यतिकैमा यति कलिलै उमेर गर्भवती हाम्रो समाज कहाँ जाँदैछ यो नानी त चिया जस्तो लाग्छ यो कल्याण बाको छोरी पो हो अलि गर्भवती देख्छु हो भएन एकचोटि त कल्याणबालाई भेटेर कुरा गर्नु पर्यो जिन्दगी काका नमस्ते आराम हुनुहुन्छ अब तपाईँको व्यवहार हेरेर त मलाई तपाईँलाई आराम हुनुहुन्छ नि सोध्न पनि मन लाग्छ नि काका मैले तपाईँले त्यो नानीको छोरीको बिहे गरिदिनु भयो अहिले नै त्यो बिहान मात्रै गर्ने पर्छ त्यसले गर्नु हुँदैन जिम्मेवारी गर्नु नि कति वर्ष भयो तपाईँको 13 वर्ष लाग्छ 13 वर्ष 13 वर्षमा त्यो कलिली नानीको बिहा गरेर उसको स्वास्थ्यमा कति असर पर्छ त्यो सोच्नु भएको छ तपाईँले हेर मनिष बाबु मैले म 9 वर्ष हुँदाखेरि मैले 7 वर्षको स्वास्नी बिहा अरे 3टा बच्चा पाइ मरि नै के अरे तिम्रो बाबाले पनि तिम्रो आमालाई यत्रोमै बिहा अरे यस्तो त पाइ के अरे अनि के हुन्छ त सोधेर राख्ने मैले भार बोकेर पहिला जस्तो हुँदैन नि बुवा अहिलेको जमाना चाहिँ छैन पहिला जस्तो बुझ्नुहुन्छ नि अहिलेको नानीहरूको बेला भने खेल्ने हाँस्ने रमाउने पढ्ने भविष्यमा केही गर्ने उमेर अहिलेको यो अवस्था भनेको तपाईँले अहिले नै बिहे गरिदिएपछि उसको जिन्दगी बर्बाद भएन तपाईँले फेरि बिहे पनि कसको घरमा गरिदिनु भयो भन्नुहोस् त त्यो बल्लुको घरमा मैले झाडु लगाएर देखेको थिएँ त्यो बल्लु गाउँको 1 नम्बरको झडिया लफङ्गा काम नभएको केटासँग तपाईँले बिहे गरिदिने हो 42 वर्षको मान्छेसँग तपाईँले 13 वर्षको मान्छे बिहे गरिदिने हो हेर बाबु छोर मान्छे हिरा 42 43 45 मतलब भएन के छोरीको बिहे गरे के हुन्छ 13 वर्ष गरे 12 वर्ष गरे आखिरमा राम्रो छ हेर बाबु तिमीले पढाएको छौ राम्रो गरेको छौ मलाई सुनाऊ तिमीले पढ्यौ राम्रो गर्यौ मैले जे गरेँ
मैले भारमिसा 13 वर्ष छोरी 14 वर्षमा हजुरबाउ हुन्छु त्यो त खाली रमाइला दि नानीको स्वास्थ्यलाई धेरै समस्या पर्छ हैन तपाईले त्यो कुरा चाहिँ गर्न नहुने थियो तपाईलाई पछि तपाईले कुनै राम्रो यता कुरा नगर भित्र के परेछ छुटिरहेछ के भन्ने हो त्यो जडियासँग गाउँ खर्सी भनेर बिहे गरे होला त्यस्तालाई छोडिदिएर त्यो नानीको भविष्य के हुने हो कलिले उमेर बिहा गर्दै उसको स्वास्थ्यमा कति अब समस्या पर्छ के भन्ने खै के हो कसैलाई बोले है ओइ कसैलाई बोले ओइ कसैले हजुरलाई म घर जान मरे जान बुढी ओ फतिमा आज नि धोकेर आयो हैन त के भन्छ धोके होइन क्या भन्न सकिँदैन आफ्नो त मतलब छैन कम से कम घर परिवारको त मतलब गर्नुपर्छ तँ राख्न मतलब चरा तँलाई बिहेले के मतलब भयो त मैले गर्न पर्ने भए सधैँ खाएर मात्र हल्लेर मात्र हुन्छ घरको केही काम गर्नु न यस्तो अवस्थामा छु केही काम गर्नु सक्दिनँ खाएर हिँड्नुपर्छ नआइकन मर बोल्नु बड़ी करूँ कि ना छोरी ओइ के भयो छोरी बगिदे बगिदा के भयो हैन ओइ छोरी ओइ बिलोन ओइ बोलु के भयो आइजन ओइ के भयो दाउडे राम परे सब खेल्न पऱ्यो के भयो हेर्नु न यति बेला हस्पिटल लगेको छ प्रतिमालाई आफ्नो श्रीमानद्वारा पीडित प्रतिमा बेला हस्पिटलमा छिन् नानी अर्डर तिम्रो र त्यतिकैमा प्रहरी आइपुग्छ र प्रहरीले बल्लु र कल्याणमा दुवैजनालाई घिसारे लिएर जान्छ र ती सानी बालिका 13 वर्षीय बालिकाको त्यतिकैमा मृत्यु हुन्छ 13 वर्षीय बालिकाको मृत्यु भइसकेको त्यति बेलासम्म र प्रहरीले दुईजनालाई नै पक्राउ गरेको छ प्रहरीले पक्राउ गरेको छ कल्याण र बल्लुलाई भने त्यति बेला निर्दोष 13 वर्षीय बालिकाको अकालमै मृत्यु भएको छ त्यसैले हामी सबैले बाल विवाह अन्त्य गरौं र